कतिपय कुराहरू वास्तवमा ऐतिहासिक मेटाउँदै जाने खेल भएको चाहिँ हो। यसमा को कसको कति देन हो भन्ने कुराहरू हो। अहिले हामी चाहिँ पहिले योभन्दा अगाडि जान्ने बुझ्ने थिएनौँ। जति बुझ्यो ल पुरानो चाहिँ कुरा गर्दै गर्दा यो चाहिँ हाम्रो यो ठाउँको चाहिँ जग्गा तपाईँको चाहिँ 13 रोपनीबाट झर्दै झर्दै अहिले 1.5 रोपनीमा सीमित छौँ भन्ने कुरा पनि क्लियर हो। किनभने योभन्दा अगाडि पनि म चाहिँ यो मुद्दा यो चाहिँ 5 रोपनीको विषयमा चाहिँ थाहा पाउँदै गर्दा म चाहिँ जग्गा के अरे मुद्दा हाल्ने भनेर चाहिँ गयो। जिल्लामा चाहिँ तपाईँको मुद्दा लड्दै गर्दा जिल्ला चाहिँ हराइयो भन्ने। सन्धिखोलको नगरपालिकाले यसको चाँजो पाँचो सबै मिलाउँछ। हामीले अधिवक्ता मार्फत हामीले यो जग्गा खोज्छौँ। यसको जग्गा खोज्ने निकाय भनेको बुढी संस्थान केन्द्रीय कार्यालय र केन्द्र मन्त्रालयको नापी विभाग। त्यो ठाउँमा यसको श्रेष्ठता भेटिन्छ। मैले लेखवाजीलाई भनेको थिएँ आउनुहोस् म कहाँ, मैले आमन्त्रित पनि गरेको। हामी अधिवक्ता दिन्छौँ, यसको चाँजो पाँचो मिलाउँछौँ, लाग्ने खर्च पनि हामी सेयर गर्छौँ र यो जग्गा खोजौँ। अहिले जग्गा कुनै व्यक्तिले भोगान्तिर गरेको हुनसक्छ। जग्गा यही छ, यो माटो कहीँ गएको पनि छैन। क्षेत्र यही हो, इतिहास यही हो। कसरी अहिले भोक्चर गरेर मकै खानु होला, धान खानु होला, तर जग्गा इतिहास मेट्न पाइँदैन, इतिहास मेटिन्न। जग्गा खोजिन्छ, खोजेर जग्गा फिर्ता गराउने पहल सन्धिखोल नगरपालिकाले गर्छ। यो म तपाईँलाई विश्वास गर्न चाहन्छु। यसको लाग्ने खर्च, अधिवक्ता हायर गर्ने खर्च, काठमाडौँमा जान परे हाम्रो जनप्रतिनिधिको टिम, हामी अधिवक्ता लिएर हामी जान्छौँ र यसको इतिहास, यसको माटो सबै कुरा साक्षी हुनेछ। र लेखवाजीसँग यसको दस्तावेज छ, त्यो दस्तावेजलाई अगाडि राखेर हामीले विशेष किसिमका अधिवक्ता मार्फत अब केन्द्रीय कार्यालयमा जाने गुठी संस्थानमा, त्यसबाट केन्द्रीय नापी विभागमा गएर यो जग्गा फिर्ता गराउनुमा पहल सन्धिखोल नगरपालिकाले गर्छ। तपाईँहरूको साथमा छ नगरपालिका, तपाईँहरू लाग्नुहोस्, हामीलाई साथ दिनुहोस्। जग्गा खोज्नुपर्छ, पितामह सरले भनिसक्नुभयो। हामी यही बाटो हिँड्थ्यौँ, यही बाटो राणाको जन्म दरबार सिरोफेरो धेरै जग्गा थियो, तर यो जग्गा कसैले अहिले भोगाधिकार गर्यो होला। किनभने त्यो भोगाधिकार पनि हामीले व्यवस्था नगरेको कारणले, व्यवस्थापन गर्न नसकेको कारणले कसैले साँगुरो बनायो, तर साँगुरो हुँदैमा जग्गा कोही जाने होला छैन। जग्गा फिर्ता हुन्छ, इतिहास साक्षी छ। हजारौँ वर्षपछि पनि ती जग्गाहरू फिर्ता हुन्छन्, फिर्ता गर्न सकिन्छ। यदि अहिले नै कसैलाई थाहा छ खुरु जग्गा फिर्ता गर्ने पहलमा लाग्नुभयो जग्गा धनीहरू, यदि गर्नु भएन भोलि इतिहासले उहाँहरूलाई धिक्कार गर्नेछ। जग्गा फिर्ता हुन्छ, किनभने यो मुद्दा सन्धिखोल नगरपालिका भनेको स्थानीय सरकार मुद्दा लड्दैछ। त्यो दृश्य, त्यो अनुभव हामी पुराना पुस्ताले भोग्यौँ। अहिले त अब त्यो यहाँ पका बुट्टा बाटाको तल माथि र दुईतिर चाहिँ नि भएको अवस्था अहिले चाहिँ छैन होला जस्तो लाग्छ। त्यो अवस्था थियो। त्यो कसले गर्यो, किन लगायो त बाटाको दुवै साइडमा तल माथि ढिकमुनि ढिकमाथि दोहोरे आँप किन लगायो, कसले लगायो? यही पनि एउटा चाहिँ के छ, यो तपाईँको यो बगैँचा जो छ अहिले माथितिर, त्यहाँ पनि बस्ती थियो। त्यो बस्तीलाई हटाएर यो कोर्गे खोल्सो भन्छन् यसलाई। यो कोर्गा यहाँ बसेका हाम्रा कुमाल दाजुभाइहरूलाई अन्यत्र सारेर यहाँ के अरे बगैँचा लगाइयो। कसले लगायो, किन लगायो? हामी त्यतातिर विश्लेषण अथवा खोजबिन हामी गरेका छैनौँ। अब यस्तै यो कसले बनायो, जङ्गबहादुर कहाँ जन्मे, भलगोटमा त्यत्रो चाहिँ लगानी कसले गर्यो, किन गर्यो, किन यतिका धेरै लगानीहरू यो चाहिँ नि घोलाकी मार्गमा छ? यसबारेमा पनि अनुसन्धान खोज विश्लेषण हुनु जरुरी छ। एक त हामी अर्घाखाँची भाषी। अब रहेको कुरो के पर्यटन प्रबन्धनको लागि पूर्वाधारको आवश्यकता पर्दो रहेछ। पूर्वाधारको लागि चाहिँ नि मतलब यातायात भयो, जस्तो उदाहरणको लागि चाहिँ मतलब कि भने बस होमस्टे जस्ता, अनि त्यो ठाउँको चाहिँ मतलब एउटा ठाउँको चाहिँ एउटा के भन्छ व्यवस्थित हुनुपर्दो रहेछ। त्यसो भएर पक्कै पनि जुन यसको प्रचार प्रसारको लागि जुन रामजीले जुन गर्नुभएको छ, पक्कै पनि यो क्षेत्रको यो जिल्लाको पर्यटन प्रबन्धनको लागि पक्कै पनि सहयोग मिल्नेछ। र यसको यो चाहिँ पर्यटन प्रबन्धनको लागि सदर गाउँपालिका तपाईँहरूको साथमा छ भने प्रतिबद्धताका साथ मेरा भाइ यो एउटैले एकैपटक पुरा गर्न सक्दैन। नगरपालिकामा कति पैसा हुन्छ अनि चाहिँ तपाईँको के अरे गाउँपालिकामा कति पैसा हुन्छ भन्ने कुरा, विकास बजेट भनेको 15 करोड हो। अरू सबै सशक्त आएको हुन्छ त्यहाँ, होइन किसी। त्यसले गर्दाखेरि के हो भने नगरपालिकाबाट त्यति ठुलो आशा राख्नु हुँदैन। तर नगरपालिकाले डिजाइन बनाउनुपर्छ। यो यसको डिपिआर, अर्घाको डिपिआर
सन्धिखर्क हस्पिटलको बिहार त्यति बेलै तयार भएको त्यो सायद मलाई लाग्छ अहिले पनि नगरपालिकामा होला। मेयर साहबले हेर्नु होला, त्यसलाई हेरेर चाहिँ हामीहरूले यसलाई वालले मात्रै गरेर नपुग्दो रहेछ। यो ठुलो इतिहास ऐतिहासिक धरोहर रहेको रहेछ। यसलाई सबैले सब क्षेत्रमा प्रदेश सङ्घमा सबैले जोड गरेर यस जिल्लाको यो वाङ्ला 5 को मात्रै सन्धिखर्क 5 को मात्रै धरोहर इतिहास ऐतिहासिक नभएकोले यो जिल्लाभरिकै एउटा पर्यटकीय स्थल भएको हुनाले यसलाई सबै क्षेत्रबाट सबैले सहयोग गरेर यसलाई उच्च पर्यटकीय स्थलमा पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र